साथीहरु सबैजनालाई नमस्ते। एकजना साथीले कमेन्ट गर्नुभएको रहेछ, सर यो पानीमा घुल्छ कि नै भन्नुभएको रहेछ। उहाँको कमेन्टलाई धेरै धेरै सम्मान व्यक्त गर्न चाहन्छु। यस्तै कमेन्टहरू हामीलाई गर्दै रहनुहोला। हामीले अब योलाई पानीमा घुल्छ कि नै भनेर हामीले प्र्याक्टिकली हजुरलाई लाइभ देखाउँदैछौँ। पानीमा घुल्छ कि नै, पानीले यो त खस्ने रहेछ, फिनिसिङ त राम्रो रहेछ, तर पानीले चाहिँ यसलाई असर गर्दो रहेछ भनेर कमेन्ट गर्नुभएको रहेछ। त्यो कमेन्टको लागि हजुरलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यस्तै कमेन्टहरू हामीलाई गरिराख्नुहोला। हामीले तपाईँको जिज्ञासालाई मेटाउने प्रयास गर्नेछौँ अनि हामीले यसको विस्तृत रूपले यसको अनुसन्धान गरेर नै हामीले काम सुरु गरे हो। त्यसको लागि अब हजुरलाई म लाइभ देखाउँदैछु। हिजो साँझ हामीले घर जाने बेला चाहिँ हामीले यसलाई पानीमा डुबाएर राखेका थियौँ। अब हेर्नुहोस् लाइभ रिजल्ट कस्तो दिन्छ हैन, पानीले घुलाछ कि नै भनेर हेर्नु। हामीले यसलाई प्रेस गरिरहेछौँ, तैपनि यसले कुनै त्यस्तो पानीले कुनै किसिमको इफेक्ट दिँदैन भन्न चाहन्छु। अनि यस्तै कमेन्टहरू गर्दै रहनुहोला। हामी तपाईँको जिज्ञासाहरू मेटाउँदै रहनेछौँ।